ए ढलबाङ यता हेर्नु त ठुलो ब्याग ढलबाङ त्यो मुहे छ्याप्छ ती जग्गा तपाईँको बनाइदिन्छु नि म त्यो ऊ बाहिरबाट कर्नरको भित्रपट्टि हाल्ने कि बाहिरपट्टि हाल्ने कागजका त यो सेन्टरमा यहाँबाट यहाँ गर्ने वाला खाली राख्नु भएन खुरुखुरु तपाईँले बनाइराख्नुहोस् हामीले यहाँ नपुग्नु नि मागिरहन्छ यो मन्त्रासी चाहियो मलबारी इतालनको 10 बजे नआउने हो अनि दिपकले चाल हेर्नु पर्ने
होइन मैले त हिँडेँ केही गर्न सकिनँ म थाकेर लोप परेछु केही गर्न सकिनँ खालि गफ मात्र हिँड्दै बस एउटा प्याकेट सिक्का ठिक्क ओलिएको Jadi jaga dari satu ira gong sitakirma doyam sujawat swadina sodi swanman satu gong hasah pavitresh vaishno doshabit bah prasavat namak sudrena pavitrana surya sarasmi tasya pavitra pati pavitra pute se jutkama punetak sadeyam Sando diberi bistaya pohon pepite sanjur bisravan punatan rak tolai dinos gandha dwaram dwaram darsan itu bistar jo jabu si jojas madhi bo jabjara tir divi tuan terkha yatwam divi tuan mantan bhoka hada savan bu prana bistaya matjudanan nirate hari full श्री सदै लक्ष्मी स्थापना या भनेको त्यहाँ गर्नु त्यहाँको जलले आफूलाई पनि यहाँको सामग्रीलाई पनि सिर्जन गर्नु अपवित्र पवित्र वा सर्वावस्थान गतो विवाह यस्मरेत पुण्डरीकाक्षं सवा याभ्यन्तर सुचि ओम पुण्डरीकाक्ष पुनातु ओम पुण्डरीकाक्ष पुनातु ओम पुण्डरीकाक्ष वक्तादर्पन्न प्रभावा सुखा तस्वामगनेः होइन छोड्दिनु तपाईहरुको आसन भने पुष्का टुक्रा राख्नु ओम पृथ्वी दया देवता लोका देवी त्वं विष्णुना देवता त्वं जधारयिमां नित्यं पवित्रं कुरु चासनं पूजार्थं मे नमः पास गरौँ त अलि दिनुस् त बुवा यता पास गर्नु त हो अलि मस्ती निर्वेदेन पूजा कर्म समारभेत ल अब फर्दिनुस् अपग्रामन्तु भूतानि पिशाच सर्वसोदिशं सर्वेषां विरोधेन पूजा कर्म समारभेत अब पूर्वतिर प्राच्य दिशे नमः दक्षिणपट्टि अर्घखाँची मण्डले सन्धि खर्क नगरे अर्घा कुडापानी ग्रामे इट पार्ने स्थाने इह पुण्य भूमौ वतुहतारे षष्ठी संवत्सराणां मध्ये सिद्धार्थी नाम संवत्सरे श्री सूर्य दक्षिणायने चंद्र पूर्वोत्तरायणे शरद ऋतौ आश्विन मासे शुभे शुक्लपक्षे आजतः सोमवासरान्वितायां चतुर्दश्यान्तर्गत पूर्णिमायां सोपन्यतिथौ धनञ्जय गोत्रोत्पन्नस्य धनञ्जय गिरिराजकुमारोऽहम् अरमा नाम्नी दिव्याम् अरमा नाम्नी कुमारी अस्मिता नाम्नी कुमारी तथा घनश्याम शर्माहम् सपत्नी सपुत्र सभात सपुत्र वधु सपुत्र आदि सहित पुत्र पौत्री आदि सहित साखिल कुटुंब सपरिजन सहित तीर्थराज शर्माहम्
अद्य दिवसे दीप कलश गणेश पूजन पूर्वकम चतुर्दिक्पाल देवता पूजन पूर्वकम अग्निस्थापना विधिना पंचवारुणी आदि हवन कर्मण तथा जगदम्बा भगवत्याः पूजन पूर्वकम जगदम्बा भगवत्याः प्रीत्यये ब्राह्मण द्वारा दुर्गा सप्तशती पाठ कर्मणं च तथा अभिषेक कर्मणं च तथा लक्ष्मी नारायण पूजन पूर्वकम लक्ष्मी नारायण प्रीत्यये लक्षदीप प्रज्वलन कर्मणं च हुमानन्द दिव्याय आमाका कति छन् 9 सूत्र निर्मिताः 11 सूत्र निर्मिता लक्षदीपाः तथा जीववृत्ति महावृत्ति प्रज्वलन कर्मणं च तथा देवानाम्नि दिव्यायाः 3 सूत्र निर्मिताः 5 सूत्र निर्मिताः 7 सूत्र निर्मिताः लक्षदीपाः तथा पद्मानाम्नि दिव्यायाः 3 सूत्र निर्मिताः 5 सूत्र निर्मिताः 7 सूत्र निर्मिताः लक्षदीपाः प्रज्वलन कर्मणः तथा तीर्थराज शर्मणस्य 84 वर्षे 84 सिद्ध पूजन पूर्वकम 84 सिद्ध पूजन पूर्वक कर्मणं 84 गिरिराज कुमारस्य पूर्वपनेन वेदारम्भ समावर्तनादि कर्मणं च यज्ञोपवीत धारण कर्मणं च ब्राह्मण द्वारा श्रीमद् भगवद गीता विष्णु सहस्रनाम पाठ पारायणादि कर्मणं च तथा पुराकृष्य अनेन मन्त्रजाप कर्मणं च तथा शुक्ल यजुर्वेद पाठ पारायणादि कर्मणं च अग्नि तथा वर्त्यः दशांशतः यथा संख्या तर्पण हवन मार्दनादि कर्मणं च चन्दनसित फुलले पूजा गर्नुहोस् अर्घ पिरानीको कोखाको चुरा ओम आपक्षीरकुशघ्राणी दधिस्सर्पिस्तण्डुला यमस्थित्यर्थकस्तेव हेष्टाङ्गर्गोच्यते ओम समुद्रं गच्छ स्वाहा अंतरिक्षं गच्छ स्वाहा देवदूतं सवितारं गच्छ स्वाहा रुद्रावरुणो गच्छ स्वाहा होरात्रि गच्छ स्वाहा छन्दांसि गच्छ स्वाहा याभा पृथ्वी गच्छ स्वाहा सोमं गच्छ स्वाहा दिव्यन्नं गच्छ स्वाहा अग्नि मनोव्याहृदेव दिवन्ति धूमो गच्छति ज्योति पृथ्वी भस्मनाप्रण स्वाहा अब त्यो कचौडालाई उठाउनु हो त्यो भुइँमा बिन्दु लेख्नुहोस् बिन्दु बनाउनुहोस् त चन्दनले अर्घ भिजाउनुहोस् त पानी राख्नु त्यो चन्दनमा जयामि श्री सूर्याय नमः धेनु मुद्रा गाईका थन बनाउनुहोस् अब प्राश्चित्त अब तिरानीहरूको 5 चिज चढाउनु सबै चिज ओल्लोबाट तिरानीबाट प्रत्येकमा एक एउटा फुल राख्नु त्यसैको यता हेर्नुहोस् त गवे नम गोवादामी गोकल्पित द्रव्याय नम मार्जन तिरानीमा हात चोपेर तिरानी ओल्लो तिरानीमा यसरी हात चोप्नु यता देखाउनु यसरी गाईलाई 3 पटकसम्म नमस्ते अनन्ताय सहस्रमूर्तये सहस्रपादक शिशिरोरुराभि सहस्रनाम्ने पुरुषाय शाश्वते सहस्रकोटि विराजने नमः ब्राह्मणाय पूर्वचार्य संकल्प सिद्धिरस्तु सोमवास रामृतायां चतुर्दशान्तर्गत पूर्णिमायां सुपुण्यतिथौ धनञ्जय गोत्रोपनिषद धनञ्जय विश्वमन्त्र मधुचन्द्र तिरुपुरवल्लुतहं शुक्ल यजुर्वेदाद्य वाद्यं दिने शाखान्तर्गत तीर्थराज शर्माहं हमानाम्नि दिव्यहं जिनेराज शर्माहं दीवानाम्नि दिव्यहं टीकाराम शर्माहं पद्मानाम्नि दिव्यहं गिरिराज कुमारोहं औरमा नाम्नि कुमारी अस्मिता नाम्नि कुमारी घनश्याम शर्माहं सपरिवारान् तोहं अद्य दिवसे कृतस्य पूर्वोक्त समस्त कर्मणा विशेषतः तीर्थराज शर्मास्य शास्त्र पूर्णचंद दर्शन फल प्राप्त्यर्थं शास्त्र पूर्ण प्रत्युद्यापनादि कर्मण गिरिराज कुमारस्य चूडोपनयन वेदारम्भ समावर्तनादि कर्मण लक्षदीप प्रज्वलन कर्मण तत्समस्त कर्मण परिपूर्णता सिद्ध्यर्थम अधिकार प्राप्त्यर्थम शरीर शुद्ध्यर्थम प्रायश्चित्त गोदान निष्क्रियद्रव्यं भूतम इमाम गाम रुद्रदैवतम गो अभावी कल्पित द्रव्यम प्रचलित मुद्राम वनस्पति दैवतम
वर्धिनिया शिरोहिणी तीर्थदेवमयी यस्मादत शान्तिं प्रयच्छमि गाभूमि अग्रत सन्तु गाभूमि सन्तु पृष्ठत गाभूमि हृदय सन्तु गवाम देव साम्यहम्। अब गाईमा राखिदिनुहोस् दान प्रतिष्ठा फेरि पैसा लिनुहोस् त प्राश्चितको दान प्रतिष्ठा पूर्ण तुभ्यहं सम्प्रदते। ओम आनो जन्तु विश्वादो सवदासो अपरिता स उदवेदा देवानो जथा सदमिदब्रेदे असन्नपरायो यतां देवाना गमरातिरभिनो निवर्तताम् देवाना गुंसखियामुपसे दिमाभयं देवा न आयुः प्रतिरं तुजीवसे तान् पूर्वया निविदाहो महे सोममसवेन सरस्वतीन सुभगा मयस्करत कन्यापातो मया भुवातु भेखजन्तन्माता पृथिवी तत्पिताब्द्योः तद्ब्राह्मणः सोमसुतो मयो भुवसुतदशवेन चरुतां दशुणाज्जुवम् तमीशानं जगदशदशभूतसपातिमयम् पूखानो जथा स्वस्ताये स्वस्तिन इन्द्रो गृणस्ताच्च अरिष्टानेमि स्वस्ति नो बृहस्पतिर्दधातु एकादशवामरुतः पृथ्वीमातरः शुभं यावानो विदधे उदग्मयः अग्निर्जुहा मनवः सूरचक्षुषो विश्वेनो देवा अवसागमन्निह भद्रं कर्णेभिः शृणुया मदेवा भद्रं पश्येम शभिर्जगतुराः स्थिरैरङ्गै तुष्टुवागुंसस्तनो बिभ्यसे महिदेवहितं जदायुः शतमेन्दु शरदो अन्तिदेवा जतुरानश्चतुराज्जरसन्तनो नाम चतुरासो चतुरापितरो भवन्ति मानो मदयारे रेखता युर्गन्तोः आदितिर्दो रादितिरन्तरिक्षमदितिर्माता सा पिता सा पुत्रः विश्वे देवा आदितिः पञ्चजना आदितिर्जातमदितिर्जनित्वम् पृथिवी शान्तिरापः शान्तिरोधयः शान्तिः वनस्पतयः शान्तिर्विश्वे देवाः शान्तिर्ब्रह्म शान्तिः 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 सुशान्तिर्भवतु सर्वारिष्टशान्तिर्भवतु। ॐ श्री गणेशाम्बिकाभ्यां नमः। ॐ लक्ष्मीनारायणाभ्यां नमः। ॐ उमामहेश्वराभ्यां नमः। ॐ वाणी हिरण्यगर्भाभ्यां नमः। ॐ सचीपुरन्दराभ्यां नमः। ॐ माता पितृसन्नकमलीभ्यो नमः। ॐ इष्टदेवताभ्यो नमः। ॐ कुलदेवताभ्यो नमः। ॐ ग्रामदेवताभ्यो नमः। ॐ स्थानदेवताभ्यो
कर्णिक लम्बोदरस्य विकटो विघ्नस्तस्य न जायते शुक्लाम्बरधरं देवं शशिवर्णं चतुर्भुजं प्रसन्नवदनं ध्यायेत् सर्वविघ्नोपशान्तये अभिसिद्ध्यर्थसिद्ध्यर्थं पूजितो यः सुरासुरे सर्वदिनास्तस्मै गणाधिपतये नमः सर्वमङ्गलमाङ्गल्ये शिवे सर्वार्थसाधिके शरण्ये त्र्यम्बके गौरी नारायणि नमस्तुते सर्वदा सर्वकार्येषु नास्ति तेषाम् अमङ्गलं येषां निर्दिष्टो भगवान् मङ्गलाय तनुहरि तदेव लग्नं सुदिनं तदेव ताराबलं चन्द्रबलं तदेव विद्याबलं दैवबलं तदेव लक्ष्मीपतेन्द्रियं स्मरामि लाभस्तेषां जयस्तेषां कुतस्तेषां पराजय येषामिन्द्रस्यामोरिजयस्तु धनार्दन यत्र योगेश्वर कृष्ण यत्र पार्थ धनुर्धर तत्र श्री विजय भूतिर्धुर्वा निद्रमतिर्भव अनन्यश्चिन्तयन्तो मां ये जना पर्युपासते तेषामितविहन्तानां योगक्षेमवहाम्यर्दन विश्वेशन्माधवं दण्डं दण्डपाणिं च भैरवं वन्दे काशीगुहं गङ्गां भवानीं मणिकर्णिकां वक्रतुण्डमहाकाय कोटिसूर्यसमप्रभ निर्विघ्नं कुरु मे देव सर्वकार्येषु सर्वदा मङ्गलमूर्तये नमः। यहाँ खोइ एकांश भाइ कता जानुभयो अध्यापन प्रचार संकल्प सिद्धिरस्तु सोमवासरामितायां चतुर्दशी अन्तर्गत पूर्णिमायां सोपनितिथौ धनञ्जय गोत्र उत्पन्नस्य धनञ्जय विश्वामित्र मधुच्छन्द त्रिप्रवरण ऋतुहं शुक्ल यजुर्वेदाध्यायी माध्यन्दिनी शाखान्तर्गत तीर्थराज शर्माहं उमानामि दिव्यां दिगिराज शर्माहं दीवानामि दिव्यां टीकाराम शर्माहं पद्मनामि दिव्यां गिरिराज कुमार अरमा अस्मिता नामनी कुमारी तथा घनश्याम शर्माहं सपत्नी सपुत्र सपुत्रवधू सपुत्रपत्र्यादि सहित अखिल कुटुम्ब सपरिजन सहित तीर्थराज शर्माहं अद्य दिवसे पूर्वोक्त प्रतिज्ञानुसङ्कल्पानुसारेण कृतस्य समस्त कर्मण पुण्याहवाचनार्थं नानानाम सर्वण ब्राह्मणान् एवं स्पन्दन पुष्पाक्षत फलपुत्र द्रव्यादिवि युष्मानाहं दृढे द्वैतास्मा रचोडेन भवन्तु ब्रुवन्तु समृद्धिं भवन्तु ब्रुवन्तु समृद्धिं भवन्तु ब्रुवन्तु ओम समृद्ध्यं ताम् ओम समृद्ध्यं ताम् ओम समृद्ध्यं ताम् ओम सत्रशरीरशरीरे वनस्पतयः शान्तिर्विश्वे देवाः शान्ति ब्रह्म शान्तिः सर्वगुण शान्तिः शान्तिरेव शान्तिः सामा शान्तिरेधे सरित्प्रतिष्ठया कन्या या श्री विष्णुगृहे स्थिता सर्वसौख्यवती लक्ष्मी तां श्रियं च भवन्तु नः। भो ब्राह्मणा अस्माकं गृहे श्रियं भवन्तु ब्रुवन्तु श्रियं भवन्तु ब्रुवन्तु श्रियं भवन्तु ब्रुवन्तु ओम श्रीः मनसकाममा कुटिम्बाच सत्यमसि
पूजा त्यस्तै यावतग्राम करोमि तावत त्रिशूत्री अवशुक्रसँग बीचको भाद्रमा ओम सप्त यक्ष दो नमः नैऋत्य पश्चिमको बीचको भाद्रमा भोटन आगे बोन कपाल फर्किने कार्यक्रम चल्दैछ जतापट्टि फर्काछ त्यसको उल्टे लाने यसले तान्न सक्दैन कि यसले मेरो कपाललाई COG the boss. हुन नसकेको बार ताना मोडललाई कहाँ बुझ्नु मान्थ्यो त्यति कपाल चाहिए सबै खाले भाइ अगाडि बत्ती राख्नु ठाउँ बनाउनु पर्यो अर्को जनी ल्याउनु पर्यो बाटो खाली है पाथीको पालो आइरहेछ के त्यसपछि माना दिनुस् तपाईले उम्काएपछि यता गर्नु यता गर्ने खालको
अलि चिच्चाउ न ग्रहण गर्नुहोस् भनेको अनि त्यो भनेर नगरौँ पैसा समस्या हुन्छ काम अझ थोरै बाँकी छ संकल्प नानीको जन्मेर संकल्प गर्नु हरि ओम तत्सत ओम तत्सत ओम विष्णु औठी भाषी केही भएन विष्णु हो श्रीमद् भगवत हो हजुरले पनि यसो यता पर्वत चाहेको सङ्कल्प सिद्धिरस्तो सोमवास राम्यतायाम चतुर्दशी अन्तर्गत तलपट्टि तल छन् तपाईँले आफ्ना घोडाभित्र हात हुनुपर्छ आफ्ना घोडाभन्दा भित्रपट्टि चतुर्दशी अन्तर्गत पूर्णिमायाम धनञ्जय पुत्रायाः धनञ्जय विश्वामित्र मधुच्छन्दश्री प्रवृन्मितायाः सहर्त्रिकायाः नमानामि दिव्याहं देवानामि दिव्याहं पद्मानामि दिव्याहं सहर्त्रिकायाः सपरिवाराय मम समस्त जन्म बाल्य यौवन मानसिक सांसर्गिक पातकारां तथा भक्ष्यवक्षणागम निगमनादि पातकारां तथा रजवस्थायां ज्ञानतो वा भवाद कामात्मनिबन्ध परिवारां वञ्चयित्वा भाण्डादुष्करस्पर्शन दैव पंचसूत्र निर्मिता सप्तसूत्र निर्मिता नवसूत्र निर्मिता एकादश सूत्र निर्मिता लक्षदीपा यसो खुला गरेर नउठाउनु त्यो गर्दा त्यो निम्छ त्यसलाई निभाइहाल्नु ननिभाइकन हो त्यसैमा गर्दै पहिला बौद्धामा गर्नुहोस् भगवतीलाई शिवजीलाई भनेर तुलसीलाई भनेर टपरीमा राखेर गर्नुहोस् त सुपामा बिस्तारै राखेर ख्याल गर्नु भन्नुहोस् माधवं श्रीधरं राधिकाराधितं माधवाघोक्षया तारका नायक द्रौपदीरतया शोभितो दण्डकारण्यभो पुण्यता कारणः लक्ष्मणेनान्वितो सुन्दरं अर्थिविश्वम्बरम् सुंदर प्रमदम रसपूर्ण परम परमात्मपरायण त्यसैले एकै लाइन राख्दै हुँदैन
सोमवासरान्वितायां शिवलिङ्गरूपं महावृत्तिं च सामसदा शिवप्रीत्यये प्रकलय्य समर्पये तत्सत् पुरीखवाहनः। यहाँनिर यो रोटीहरू यता आउनु त, यो रोटीहरू भएन यहाँनिर अनि फुल सबै ओम कर्तुदक्ष वसु सत्यम कालका अधुलोचनो पुरु रुद्रास वैशंतम विशुदेव रुद्रस्मृत विशुदेवास सर्वज्ञ दक्ष पद्मासन हम समय त भन्छ आलु की रात ताली ताली सबले ताली ल छोडिने नेपाल देश लुम्बिनी प्रदेश आराखाती मण्डल सन्धिखर्क नगरपालिका वार्ड नम्बर कुडापानी इटपानी निवास ठाउँले सोझे
दक्षिणाचन्द्र उत्तरायणी मासे उत्पन्न मासे हिम आसिन मन काय जन्म सकल पाप निशनाको मात्म समनु करणेर योग्य सतदातु देव तन्वंश देतारो उसमा फायर एकटा फेरि त्यसलाई नाम शर्मा नामले मात्र आयो नाम देखि हम तुला नाम कर्मले छुट्टी लुबामको लाडो र अनि दक्षिण गर्नेमा विधान दे रोहिणी सहित चन्द्र हरि भगवानको थोरै समय यहाँ नजिक मैले दक्ष गर्छु अब यता व्रतबन्ध लगायत त्यो सामूहिक चन्द्रमाले आफ्ना पिता अत्रिसँग सोध्नुहुन्छ पिता हुने खाले प्रसङ्ग त्यस्तो उपाय के होला कृतेन येन निरया नगच्छेत यमयातना मानिसहरूले यमयातना प्राप्त नगरून् नरकतिर जान नपरोस् नरकको यातना भोग्नु नपरोस् त्यसको अब पाप कर्म गरेकाहरूले पनि उत्तम गतिप्रको दर्शनको फल प्राप्तिको लागि भनेका प्रभु अनि स्कन्द कुमारले भन्नुहुन्छ हे पिताजी सम्भो गोप्यात् गोप्यतरं वरम् अत्यन्त गोप्य अर्थ यति प्रभु त्यो प्रसङ्ग त्यो सिद्ध व्रत मलाई बताइदिनुहोस् हे पिताजी श्रीमन स्कन्द प्रवक्ष्यामि गोप्यं गोप्यतरं परं यस्य श्रवण मात्रेण नदीको तीरमा बाहुस्मती नाम गरेको सहर छ त्यहाँ चाहिँ एकजना उनको बाल्यावस्था बसेर के भयो भन्दा कदाचित सङ्ग दोषेण रागान्त सर्वभक्षै जे पनि खाने धर्म परायण छल कपट गर्ने त्यही छल कपटवाला धर्म सत्य बोल्ने के गर्ने सत्यता भन्ने कुरा हराएको खाने त्यो कारणले सत्सङ्ग होइन खराब सङ्गत नगर राम्राको सङ्गत गर किन भन्दा जस्ताको सङ्गत गरिन्छ जस्ताको सान्निध्यता हुन्छ त्यही कुराहरू आफूमा सर्छ यी ब्राह्मणमा पनि त्यही भयो अत्यन्त विद्वान शुद्ध ज्ञानी ब्राह्मण नर्मदाको तीरमा उनले 84 सिद्ध व्रत गर्ने अनुष्ठान यज्ञ गर्ने अब नदीको किनारमा ब्राह्मणहरू सहित भएर हामीले यहाँ आज अपराध बुवाले गरे जस्तै एउटाको सुरुको जुन रागान्ध धर्म भने अब अर्को जुन पहिले 84 सिद्ध व्रत गर्दै गरेको खाले ब्राह्मण श्री शर्मा त्यही गर्दा जे भाइ भने उनले खराब आचरण खराब कर्म गरेका कारण अब उनको जीवन आफ्ना जातिहरूले माता पिताहरूको सेवा शुश्रूषा गुरुजनहरूको सेवा शुश्रूषा अग्रजहरू वृद्धजनहरू ज्ञानवृद्धहरूको चाहिँ वयोवृद्धहरूको सेवा शुश्रूषा सम्मान मर्यादा गर्ने गर्दैनथे उनका सन्ततिहरूले गर्ने खाले राम्रो दृष्टिले नहेर्ने खाले वातावरण परिवारबाट अपहेलित भएको अवस्था कुराहरूले गर्दा हेरिरहे अनि ती सिद्ध व्रत गर्दै गरेका 84 पूरा गर्दै गरेका श्री शर्मा ब्राह्मणले एकजना वृद्ध आएर बसिरहेका छन् हेरिरहेका छन् अनि कता कता चिने जस्तो पनि लाग्यो अनि नजिकै बोलाइसकेपछि अब नजिकै आएर यसो कुराकानी हुँदै गर्दा कहाँ जान थाल्नुभयो अनि घर कता हो सँगै बाल्य अवस्थामा सँगै भेलाखेल गरे अब बाल्य अवस्थामा अनि वृद्ध अवस्थामा कसरी चिन्ने कुरा भयो तर कता कता देखि जस्तो परिचय हुँदै गर्दा सखा आफ्ना सखा रहेछन् मित्र सन्निधौ अब ती शिव शर्मा ब्राह्मण
दर्शन गर्नाले पनि पुण्यात्महरूको दर्शन गर्नाले उनीहरूको चरण अथवा त्यो सान्निध्यताले पनि अन्तस्करण शुद्ध हुन्छ। उनको पनि ती श्री शर्मा रावणको सान्निध्यता प्राप्त त्यहाँको वातावरणले फरक थियो अनि उनको अन्तस्करण शुद्ध भयो। त्यसपछि त्यहाँ आफ्ना मित्रका अगाडि रोइसके उवाच किमुत्वक्तव्यं कर्तव्यं भनेर रुन थाले। उद्धारं कुरुमे बन्धु प्रायस्तु तं ततं भवे दयास्ति त्वं ते पां कुरु। मलाई दया गर्नुहोस् हे मित्र, यो विषयासक्त हुनु हुँदैन। यहाँ कसैले भन्नुहुन्छ 84 गरिसकेपछि कसैकोमा जान हुँदैन, के गर्न हुँदैन, धेरै कुराहरू भन्नु। कसैले दिएको खानु हुँदैन, पछाडि हजुरहरू जान लाउनु आएर त्यसपछि मानि हुन्छ। धन सम्पत्ति कमाउन पाए हुन्, पैसै कमाउन पाए हुन्थ्यो भन्ने खाले छ होइन, सकिँदैन। व्रत अनुष्ठान गर्न सकिँदैन, अन्य कर्म गर्न सकिँदैन। त्यसपछि गर्ने भनेको भजन गर्ने। सन्यास लिएन भने 84 सिद्ध व्रत गरेपछि जस्तो अनिवार्य अवकाश हुन्छ। 60 वर्षपछि त जागिर गर्नुपर्दैन त, पाइँदैन नि त। यहाँ हाम्रो व्यवस्था स्वैच्छिक सन्यास 84 सिद्ध व्रत अथवा सन्यासी हो। 84 सिद्ध व्रत गरेपछि सन्यासी सरह हो। कसैको होइन रिसाउन भएन, अरूको सम्पत्ति अथवा वस्तुहरूमा लोभ गर्नु भएन, काम अनि मोह कसैमा आसक्त हुन भएन। मद एकैचोटि सबै आएर समाधान यस्ता खाले कुराहरू हुनुपर्छ। भगवत चिन्तन हुनु पर्यो। अरू खाने के गर्ने आदि कुराहरूलाई अशुद्ध भोजनहरू तामसी भोजन अरू अब लक्ष्यवर्ती जीववर्ती महावर्तीको कुराहरू आएका छन्। यही कुराहरू मध्येबाट केही कुराहरू हामीले ग्रहण गर्यौँ भने कथा एकैछिन 5 मिनट सुनेर पनि भइहाल्यो। यदि कथा त सबै कुराहरू सुन्यो, कथाको प्रसङ्ग सबै याद छ, तर ती भनेका कुरा आफ्नो जीवनमा लागू भएन भने कथा सुन्नुको अर्थ हुँदैन होइन। जस्तो श्रवणमा 3वटा कुराहरू हुन्छन्, श्रवण, मनन र नीतिध्यास। तनमय भएर एकाग्र भएर भनेका कुराहरू सुन्नु श्रवण भयो। त्यो कुरालाई बेलुका मनन गर्नु पर्यो, विश्लेषण गर्नु पर्यो, सत्य बोल्नुपर्छ, शुद्ध आहार भोजन शुद्ध हुनुपर्छ भन्ने भनेको त जीवनले जीवनमा कल्याण भोजन गर्नुपर्छ भनेको कुरा मनन गर्नुपर्छ। अनि विश्लेषण गरिसकेपछि सात्विक भोजन गर्नु ठिक हो, राम्रो हो भन्ने त्यो विश्लेषण गरेपछि एउटा निष्कर्ष त निस्किनु पर्यो। त्यो ठिक हो भन्ने निष्कर्ष निस्क्यो भने भोलिबाट के गर्नु पर्यो, जीवनमा नीति ध्यान भनेको लागू गर्नु पर्यो। आफ्नो जीवन आफ्नो व्यवहारमा लागू गर्नु पर्यो। भोलिबाट तामसी भोजन गर्न छोड्नु पर्यो, सात्विक भोजन गर्ने अभ्यास प्रयत्न गर्नु पर्यो। अनि यो गरियो भने बल्ल कथा सुनेको यो मनन गरिएन अथवा नीति ध्यान गरिएन, व्यवहारमा लागू गरिएन भने थाहा भएन के भयो होइन। जस्तो सरको पालो नहोला यसो रुक्नुको सबैको पालो हातका कुरा गरेर भोजनको कुरा गरेर भोक निवारण हुँदैन। भोजन गर्नु पर्यो नि त, भोजन
गर्नु पर्यो खायो भने भोक खुदा निवृत्ति हुन्छ त्यस्तै यी कुराहरू पनि कथा पनि यदि श्रवण गरेर आफ्नो जीवनमा लागू गरियो भने गलतको श्रवण पूर्ण हुन्छ कथा सुनेको हुन्छ कारण यो धेरै कुराहरू भन्नुभन्दा थोरै कुराहरूलाई आफ्नो जीवनमा सुनेका कुराहरूलाई लागू गर्ने गरियो भने त्यो सार्थक हुन्छ भन्ने भन्दै यहाँबाट पनि हजुरहरूले केही न केही कुराहरू ग्रहण गर्नुहुनेछ भन्ने अपेक्षा गर्दै एउटा कुरा ग्रहण गर्नु पर्यो भन्ने अपेक्षा गर्दै यो 84 शुद्धव्रतको प्रसङ्गलाई यो विश्राम गर्दै अब खै यहाँ मैले हेर्छु है त खै कसो अरे त बाबु त्यतिलाई कसो अरे हजुर नानी पैसा माग्ला पर्सद बाहिर यता सुन्नुहोस् न अब त्यहाँ बनाउन खाने ढिला हुन्छ अब दुईवटा केरा राख्नुहोस् दुईतिर तीन केरा माथि सबै थाल राखेपछि आरती आरती पाल्नुहोस् न आरात्रि पार्थिव गुरुरजः पितरप्रायि धामभिः विरह सदा नमस्ते सहस्रमूर्ति मन को थाल मनोहर प्रेम रूपवाती प्रभु प्रेम रूपवाती भाव कपूर मंगल भाव कपूर मंगल आरती सब भाती प्रभु सज्जन हितकारी शरण शरण अब पाहु शरण शरण अब पाहु प्रभु भव भयहारी ओम जय जगदीश हरे भाव मनोहर देव साधक फलदायी प्रभु साधक फलदायी जीवन धरे शमनस्तु नमामि हरिं परम् ओम श्री हरे नमः मंत्र पुष्पांजलिं समर्पयामः विघ्नहर्ता गणेश जी को जय सांब सदा शिव जी को जय लक्ष्मी नारायण भगवान को जय उमा महेश्वर भगवान को जय वर्तो देवी अग्नि गंगे तन्वाओ नंदन आपना वर्तो ही आ रहा है तो वैसे घर पे आरती आरती दिनुहोस् त आरती आरती दिनु तनुपा अग्नि शीतल भगवानलाई देखाइदिनु तनुपा अग्नि शीतल वन्दे पायाले भगवानले स्यायुप मेले वर्चोवाले शिवर्चो मेले यज्ञ जन्मे तन्वा उनम तन्वा आफूतिर फर्काएर हातको जल लगाएर आफू दिने पुरस्कार चरित पसेको छ सतत जीवेन सर्व सतत योषोयाम सर्व सतत प्रभु
यताबाट आउनु आएछ क्या यता यता देखिन पर्ने जाँदा जाँदै भइन्छ अनुहारी देख्दैन अजालाई यता फर्केर लगाइदिन अन्नु न हुन्छ भलाको माला एक दुईजनाले गर्दा गर्दा सबै कुरो रोकिनु पर्ने हुन्छ श्री कृष्ण गोविन्द माधव श्याम मुकुन्द केशव जय जय राम श्री कृष्ण गोविन्द माधव श्याम मुकुन्द केशव जय जय राम श्री कृष्ण गोविन्द माधव श्री कृष्ण मुकुन्द केशव जय जय राम श्री कृष्ण गोविन्द माधव श्री कृष्ण गोविन्द माधव मुकुन्द केशव जय जय राम श्री कृष्ण गोविन्द माधव श्याम मुकुन्द केशव जय आफ्नो आफ्नो ठाउँमा गएर बस्छ उताबाट आऊ न उताबाट तिमीलाई मात्र उताबाट आउनु उताबाट घुमेर यसरी यिनलाई मात्र ए ल यसो भर्ताहरू टिका लाउन यता आउनुहोस् है भर्ताहरू तपाईँ फटाफट आउनुहोस् न Done.
जाने होइन डाँडातिर या त मलाई त जान गराएन म त घरबाटै निस्किन भएन गराएको भोलि जाउँला तर उता सबैलाई अलि फुलले जोडम लाइन एआई छ आज एआई छ एक किसिमले दाम त Kilometer.